नमस्ते साथीहरू, स्वागत छ सबैजनालाई आजको यो सेसनमा। नेपालमा रहेका 11वटा औद्योगिक क्षेत्रहरूको बारेमा आजको यो भिडियोमा हामी चर्चा गर्छौँ है। नेपालमा रहेका 11वटा औद्योगिक क्षेत्रहरू कुन देशको सहयोगमा निर्माण भएको छ, कहिले स्थापना भएको छ र कति क्षेत्रफल रहेको छ अनि कुन जिल्लामा पर्छ, आजको यो भिडियोमा हामी कुरा गर्छौँ। पहिलो देश रहेको छ अमेरिका। अमेरिकाको सहयोगमा निर्माण भएको नेपालको दुईटा औद्योगिक क्षेत्र रहेको छ। पहिलो रहेको छ बालाजी औद्योगिक क्षेत्र, त्यसपछि हेटौडा औद्योगिक क्षेत्र। अब यो दुईटा औद्योगिक क्षेत्र एकदमै महत्त्वपूर्ण छ, किनभने नेपालको सबैभन्दा पहिलो निर्माण भएको औद्योगिक क्षेत्र बालाजी औद्योगिक क्षेत्र छ भने नेपालको सबैभन्दा ठुलो औद्योगिक क्षेत्र चाहिँ हेटौडा औद्योगिक क्षेत्र छ। अनि यो दुवै औद्योगिक क्षेत्र चाहिँ अमेरिकाको सहयोगमा निर्माण भएको छ। नेपालको पहिलो औद्योगिक क्षेत्र चाहिँ बालाजी औद्योगिक क्षेत्र हो। पहिलो औद्योगिक क्षेत्र यसको स्थापना विक्रम सम्वत 2016 सालमा भएको। यसको क्षेत्रफल चाहिँ कसरी सम्झिनु, यसको क्षेत्रफल चाहिँ यसको स्थापना छ नि यसैबाट सम्झिन सकिन्छ। यसको स्थापना विक्रम सम्वत 2016 सालमा भएको। अब 16 को पहिला 6 लिइहाल्ने, त्यसपछि 16 को दुईटै अङ्कलाई जोडेर लेख्ने है, 7 भयो अनि एउटा 0 लेखिदिने। 670 रोपनी बालाजी औद्योगिक क्षेत्रको क्षेत्रफल रहेको छ। अब यो कुन जिल्लामा पर्छ? यो काठमाडौँमा पर्छ। काठमाडौँ। अर्को रहेको छ हेटौडा औद्योगिक क्षेत्र। यो स्थापनाको आधारमा चाहिँ तेस्रो औद्योगिक क्षेत्र हो। तर नेपालको सबैभन्दा ठुलो औद्योगिक क्षेत्र हो। यसको स्थापना विक्रम सम्वत 2020 सालमा भएको। यो नेपालको सबैभन्दा ठुलो औद्योगिक क्षेत्र। यसको क्षेत्रफल 2829 रोपनी रहेको छ। 2829 रोपनी। यो मकवानपुर जिल्लामा पर्छ। अर्को तरिका के रहेको, यसलाई सूत्रबाट पनि सम्झिन सकिन्छ। 20 किलोमिटर टाढा 28 वर्षको केटी र 29 वर्षको केटा। हेटौडाको मनोकामना घुम्न गए। मनोकामना घुम्न गए। 20 किलोमिटर टाढा। अब 20 किलोमिटर छ। 20 बाट चाहिँ विक्रम सम्वत 2020 साल सम्झिने। अब 28 वर्षको केटा र 29 वर्षको केटी। अब 2829 रोपनी यसको क्षेत्रफल भयो। अब कुन औद्योगिक क्षेत्र? हेटौडा औद्योगिक क्षेत्र। अब मनोकामनाबाट चाहिँ मकवानपुर सम्झिने। अब अर्को रहेको छ भारतको सहयोगमा निर्माण भएको नेपालको 4वटा औद्योगिक क्षेत्र रहेका छन्। भारतको सहयोगमा निर्माण भएको नेपालको 4वटा औद्योगिक क्षेत्र रहेको छ। पाटन, धरान, नेपालगञ्ज, अन्तिममा रहेको छ राजविराज। यो भारतको सहयोगमा निर्माण भएको छ यो 4वटा औद्योगिक क्षेत्र। अब सम्झिने कसरी कि भारतको सहयोगमा निर्माण भएको 4वटा औद्योगिक क्षेत्र कुन हुन् भनेर। अब सम्झिने भारतको पटनाबाट चाहिँ पाटन सम्झिने। अनि पाटनको अन्तिममा न रहेको छ, त्यस्तै धरानको अन्तिममा पनि न रहेको छ। अब नेपालगञ्जमा नबाट चाहिँ स्टार्ट हुँदैछ, जमा अन्त्य हुँदैछ। त्यस्तै अब राजविराजको अन्त्यमा पनि ज रहेको छ। यसरी सम्झिने है आफूले। अब जति ट्रिक लाग्यो त्यही राम्रो हुन्छ है। अब पाटन स्थापनाको आधारमा चाहिँ यो दोस्रो औद्योगिक क्षेत्र हो। पाटन औद्योगिक क्षेत्र स्थापनाको आधारमा चाहिँ दोस्रो औद्योगिक क्षेत्र हो। यसको स्थापना विक्रम सम्वत 2020 सालमा भएको। यसको क्षेत्रफल 293 रोपनी रहेको छ।
293 रोपनी। अब पाटन औद्योगिक क्षेत्रको क्षेत्रफल याद गर्न चाहिँ राजविराज औद्योगिक क्षेत्रको क्षेत्रफल याद गर्न अलिक सजिलो हुन्छ। अब यो कुन जिल्लामा पर्छ? पाटन, ललितपुरमा, ललितपुर। अर्को रहेको छ धरान औद्योगिक क्षेत्र। अब धरान औद्योगिक क्षेत्र चाहिँ स्थापनाको आधारमा चाहिँ चौथो औद्योगिक क्षेत्र हो। स्थापनाको आधारमा चाहिँ चौथो औद्योगिक क्षेत्र हो। यो कुन जिल्लामा पर्छ? यसको स्थापना कहिले भएको? यसको स्थापना विक्रम सम्बन्ध 2029 सालमा भएको। अब यसको क्षेत्रफल कति हो सम्झिने कसरी? यसको स्थापना चाहिँ विक्रम सम्बन्ध 2029 सालमा भएको हैन। अब यसैबाट चाहिँ यो 2029 छ, त्यसले 9लाई छोड्ने, 9लाई छोडिदिने अनि बाँकी 3 तको अगाडिको संख्याले लेखिदिने। 202 रोपनी यसको क्षेत्रफल भयो। अर्को तरिका के रहेको छ? अब स्थापनाको आधारमा चाहिँ दोस्रो औद्योगिक क्षेत्र हो। अब चौथो औद्योगिक क्षेत्र, स्थापनाको आधारमा चाहिँ चौथो औद्योगिक क्षेत्र हो। अब 2 + 2 = कति हुन्छ? 4। स्थापनाको आधारमा चाहिँ चौथो औद्योगिक क्षेत्र भयो। अब प्लसले 0 गरिदिने। 202 रोपनी धरान औद्योगिक क्षेत्रको क्षेत्रफल भयो। अब यो कुन जिल्लामा पर्छ? यो सुनसरीमा पर्छ, सुनसरी। अर्को रहेको छ नेपालगञ्ज औद्योगिक क्षेत्र। अब स्थापनाको आधारमा चाहिँ नेपालगञ्ज औद्योगिक क्षेत्र कति औद्योगिक क्षेत्र हो कसरी सम्झिने हो? अब नेपालगञ्जको नेपालबाट, नेपालको पबाट चाहिँ 5 सम्झिने, 5 सम्झिने। अब स्थापनाको आधारमा चाहिँ नेपालगञ्ज 5औं औद्योगिक क्षेत्र भयो। अब यसको स्थापना कहिले भएको? विक्रम सम्बन्ध 2030 सालमा हुन्छ, 30 सालमा भएको हो। अब यसको क्षेत्रफल कति हो सम्झिने कसरी? यसको क्षेत्रफल 2 + 3 = 5। अब स्थापनाको आधारमा चाहिँ यो 5औं औद्योगिक क्षेत्र भयो अनि 2 + 3 जोड्दा कति हुन्छ? 5 हुन्छ। अब यो प्लसलाई चाहिँ 3 गरिदिने। 233 रोपनी नेपालगञ्ज औद्योगिक क्षेत्रको क्षेत्रफल भयो। अनि यो कुन जिल्लामा पर्छ? नेपालगञ्ज। नेपालगञ्ज चाहिँ बाँकेमा पर्छ, बाँके। अब अन्तिममा रहेको छ राजविराज औद्योगिक क्षेत्र। अब राजविराज औद्योगिक क्षेत्रको स्थापनाको आधारमा चाहिँ कति औद्योगिक क्षेत्र सम्झिने कसरी? अब भारतको सहयोगमा निर्माण भएको 4वटा औद्योगिक क्षेत्र रहेको छ, जसमध्ये पाटन, धरान, नेपालगञ्ज छ नि। अब यसको यो पाटन चाहिँ स्थापनाको आधारमा दोस्रो हो, धरान चाहिँ चौथो हो अनि नेपालगञ्ज 5औं हो। अब यो सबै संख्यालाई जोड्दा कति हुन्छ? 11 हुन्छ। 2 + 4 + 5 = कति हुन्छ? 11। राजविराज औद्योगिक क्षेत्र स्थापनाको आधारमा चाहिँ 11 औद्योगिक क्षेत्र भयो। अब यसको स्थापना कहिले भएको? सबैभन्दा अन्तिममा स्थापना भएको छ भने यसको स्थापना विक्रम सम्बन्ध 2044 सालमा भएको हो। अब यसको क्षेत्रफल कति रहेको छ सम्झिने कसरी? तपाईँले पहिले नै भन्यो मैले, यो पाटन औद्योगिक क्षेत्रको क्षेत्रफल याद गर्दा चाहिँ राजविराज औद्योगिक क्षेत्रको क्षेत्रफल याद गर्न अलिक सजिलो हुन्छ। पाटन औद्योगिक क्षेत्रको क्षेत्रफल कति रहेको छ? 293। अब 293 मा 1 जोड्दा कति हुन्छ? 294। त्यस्तै हो राजविराज औद्योगिक क्षेत्रको क्षेत्रफल 294 रोपनी हो, रोपनी। अब यो कुन जिल्लामा पर्छ? यो सप्तरीमा पर्छ, सप्तरी। अब नेपाल, नेपालको सहयोगमा निर्माण भएको नेपालको 3वटा औद्योगिक क्षेत्र रहेको छ। पोखरा, पोखरा, बुटवल, धनकुटा। अब पोखरा औद्योगिक क्षेत्र स्थापना गर्नमा कति औद्योगिक क्षेत्र हो सम्झिने कसरी? अब नेपाल चाहिँ नेपालगञ्ज सम्झिने, नेपाललाई चाहिँ नेपालगञ्ज सम्झिने। नेपालगञ्ज कति हो? 5औं औद्योगिक क्षेत्र हो स्थापनाको आधारमा। त्यसपछि पोखरा आएछ, पोखरालाई 6औं औद्योगिक क्षेत्र भयो, पोखरा चाहिँ 6औं औद्योगिक क्षेत्र भयो। यसको स्थापना कहिले भएको? यसको स्थापना विक्रम सम्बन्ध 2031 सालमा भएको हो। अर्को तरिका के रहेको छ? पोखरा 6औं औद्योगिक क्षेत्र छ भनेर सम्झिने कसरी? यो विक्रम सम्बन्ध 2031 सालमा यसको निर्माण भएको हो अनि स्थापना भएको हो भने यो सबै अङ्कलाई जोड्दा कति हुन्छ? 6 हुन्छ। अब यसको क्षेत्रफल कति रहेको छ सम्झिने कसरी? यसको क्षेत्रफल 5 + 1 = कति हुन्छ? 6। स्थापनाको आधारमा चाहिँ 6औं औद्योगिक क्षेत्र भयो पोखरा औद्योगिक क्षेत्र। अब यो प्लसलाई 0 गरिदिएपछि 501 रोपनी, 501 रोपनी भयो पोखरा औद्योगिक क्षेत्रको क्षेत्रफल। यो कुन जिल्लामा पर्छ? पोखरा औद्योगिक क्षेत्र यो कास्कीमा पर्छ, भन्नु पर्दैन, कास्की। अर्को रहेको छ बुटवल औद्योगिक क्षेत्र। बुटवल औद्योगिक क्षेत्र चाहिँ स्थापनाको आधारमा चाहिँ 7औं औद्योगिक क्षेत्र हो, स्थापनाको आधारमा चाहिँ 7औं औद्योगिक क्षेत्र हो। अब यसको स्थापना कहिले भएको? यसको स्थापना विक्रम सम्बन्ध 2032 सालमा भएको हो, 2032 सालमा भएको। अब यो सबै अङ्कलाई जोड्दा कति हुन्छ? 7 हुन्छ। यो सबैलाई जोड्दा कति हुन्छ? 7 हुन्छ। स्थापनाको आधारमा चाहिँ बुटवल औद्योगिक क्षेत्र 7औं औद्योगिक क्षेत्र भयो।
अब यसको क्षेत्रफल कति रहेको छ सम्झिने कसरी? यसको क्षेत्रफल 3 + 4 = कति हुन्छ? 7। स्थापनाको आधारमा चाहिँ 7औं औद्योगिक क्षेत्र भयो। अब यो 4 लाई अगाडि लेख्ने, 4 लाई अगाडि लेख्दा कति हुन्छ? 434 रोपनी, 434 रोपनी भयो बुटवल औद्योगिक क्षेत्रको क्षेत्रफल। अब यो कुन जिल्लामा पर्छ? बुटवल। बुटवल चाहिँ रूपन्देहीमा पर्छ, रूपन्देही। अर्को रहेको छ धनकुटा औद्योगिक क्षेत्र। अब धनकुटा औद्योगिक क्षेत्र नेपालको सबैभन्दा सानो औद्योगिक क्षेत्र हो। अहिले हाल चाहिँ यो बन्द अवस्थामा रहेको छ। नेपालको सबैभन्दा सानो औद्योगिक क्षेत्र बुटवल औद्योगिक क्षेत्र। यो स्थापनाको आधारमा चाहिँ 10औं। यसको स्थापना विक्रम सम्बन्ध 2041 सालमा भएको। अब यसको क्षेत्रफल कति रहेको छ? यो नेपालको सबैभन्दा सानो औद्योगिक क्षेत्र हो। यसको क्षेत्रफल 63 रोपनी रहेको छ, 63 रोपनी। अब यो कुन जिल्लामा पर्छ? यो धनकुटामै पर्छ, धनकुटा, धनकुटा। अब अर्को रहेको छ जर्मनी, जर्मनी। जर्मनी देशको सहयोगमा निर्माण भएको नेपालको एउटा औद्योगिक क्षेत्र रहेको छ जुन चाहिँ भक्तपुर हो, भक्तपुर, भक्तपुर औद्योगिक क्षेत्र। अब यो स्थापनाको आधारमा चाहिँ कतिऔं औद्योगिक क्षेत्र? स्थापनाको आधारमा चाहिँ 8औं औद्योगिक क्षेत्र, स्थापनाको आधारमा चाहिँ 8औं औद्योगिक क्षेत्र। यसको स्थापना कहिले भएको? यसको स्थापना विक्रम सम्बन्ध 2035 सालमा भएको। अब यो 8औं औद्योगिक क्षेत्र सम्झिने कसरी? यो अन्तिमको दुईटा अङ्कलाई जोड्दा कति हुन्छ? 8 हुन्छ। यसरी सम्झिने हो। अब यसको क्षेत्रफल कति रहेको छ? यसको क्षेत्रफल चाहिँ 71 रोपनी रहेको छ, 71 रोपनी। यो कुन जिल्लामा पर्छ? यो भक्तपुरमा पर्छ, भक्तपुर। अर्को अन्तिममा रहेको छ नेदरल्यान्ड। नेदरल्यान्डको सहयोगमा निर्माण भएको नेपालको एउटा औद्योगिक क्षेत्र रहेको छ जुन चाहिँ वीरेन्द्रनगर हो, नेदरल्यान्ड, नेदरल्यान्ड। नेदरल्यान्डको सहयोगमा निर्माण भएको नेपालको एउटा औद्योगिक क्षेत्र वीरेन्द्रनगर, वीरेन्द्रनगर। अब यो स्थापनाको आधारमा चाहिँ कति औद्योगिक क्षेत्र सम्झिने कसरी? अब नेदरल्यान्ड, नबाट सुरु भएको छ नेदरल्यान्ड, नबाट सुरु भएको 9 सम्झिने है। अब स्थापनाको आधारमा चाहिँ 9औं औद्योगिक क्षेत्र भयो वीरेन्द्रनगर। यसको स्थापना विक्रम सम्बन्ध 2038 सालमा भएको। यो अब कुन जिल्लामा पर्छ? यो चाहिँ सुर्खेतमा पर्छ, सुर्खेत। यसको क्षेत्रफल कति रहेको छ? यसको क्षेत्रफल एकदमै सिम्पल हो कि यसको क्षेत्रफल अब 9औं औद्योगिक क्षेत्र हो, 9 मा एउटा 0 गरिदिने, 9 0 रोपनी 90 रोपनी भयो, 90 रोपनी भयो वीरेन्द्रनगर औद्योगिक क्षेत्रको क्षेत्रफल। साथीहरू आजको यो भिडियो कस्तो लाग्यो? राम्रो लाग्यो भने साथीलाई सेयर गर्नुहोस्, लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस् अनि नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नुहोस्। थ्याङ्क यू, धन्यवाद। जय नेपाल।